नयाँ पाठ्यक्रम 2082 अनुसार कक्षा 8 विषय स्वास्थ्य शारीरिक तथा सृजनात्मक कला भन्ने विषयको एकाइ 2 मा रहेको सामुदायिक स्वास्थ्य तथा मानसिक स्वास्थ्य भन्ने च्याप्टरलाई कम्प्लिट रूपमा सोल्युसन गर्नेछु। कम्युनिटी हेल्थ एन्ड मेन्टल हेल्थ भन्ने च्याप्टरलाई कम्प्लिट रूपमा सोल्युसन गर्नेछु। आजको यस विषयवस्तुमा रहेर सम्पूर्ण अभ्यासहरू छन्, तिनी अभ्यासहरूलाई सोल्युसन गर्नेछु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। च्यानलको लागि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला भन्दै आजको यस सामुदायिक स्वास्थ्य तथा मानसिक स्वास्थ्य भन्ने च्याप्टरलाई सुरु गर्नेछु। सुरु गरौँ आजको क्लास। सबैभन्दा सुरुमा हामीलाई दिएको छ अभ्यासको 1 मा सही वाक्यमा ठीक चिन्ह र गलत वाक्यमा बेठिक चिन्ह लगाउनुहोस् भने। हामीलाई यहाँ दिएको छ प्रश्न, त्यसमा ठीक बेठिक मात्र लगाउने। मैले यहाँ ठीक बेठिक लेखेको छु। तपाईले जस्ट माथि ठीक चिन्ह दिएको त्यस्तो ठीक लाए पनि हुन्छ। कमा सामुदायिक स्वास्थ्यको पोषण, खोप, सरसफाइ, स्वास्थ्य सेवा जस्ता पक्ष समेट्छ भनेर के भन्यो, हाम्रो सामुदायिक स्वास्थ्यले पोषण, खोप, सरसफाइ, स्वास्थ्य सेवा जस्ता पक्ष समेट्छ। ठीक। एको सान चर्पीको दिशा र पिसा जाने ट्याङ्की एउटै हुन्छ। बेठिक। विद्यालय स्वास्थ्य छनौट परीक्षणमा विद्यार्थीको तौल र उचाइ मापन, दृष्टि परीक्षण, श्रम शक्ति मापन आदि गर्दछ भने यो बेठिक भएको छ। यो बेठिक है त, ठीक जस्तो देख्नु होला, त्यो बेठिक हो, गको बेठिक हो। कन्भर्सन डिसअर्डर मानसिक रोग होइन, बेठिक। गाँजा सेवन गर्ने व्यक्तिलाई 1 महिनासम्म कैद वा 2000 रुपियाँसम्म जरिमाना लाग्छ। ठीक, किनकि यदि गाँजा सेवन गर्छ भने त्यो व्यक्तिलाई कैदमा र 2000 रुपियाँ जरिमाना तिराइन्छ। 2 मा छ हाम्रो खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्। कमा छ स्वच्छ पिउने पानीको अभाव भएमा हैजा, झाडा पखडा, टाइफाइड जस्ता रोगहरू लाग्छ। स्वच्छ पिउने पानी है। इकोसान वातावरण है, वातावरण मैत्री चर्पी हो। डिप्रेसन हुँदा मनमा रिसाउने र झर्कने भाव जागृत हुन्छ। लागु औषधि नियन्त्रण ऐनले लागु पदार्थको प्रयोग वा ओसार पसारलाई निषेधकारी मानेको छ। चर्पीको दिशा जाने प्वाललाई पानीको तहले रोक्ने चर्पीलाई वाटर सिल जडित चर्पी भनेर भनिन्छ। माथि स्वच्छ पिउने पानीको अभाव भएमा हो कि नभएमा, किताबमा हेर्नु होला, नभएमा हुन सक्छ, मैले त्यस्तै लाग्यो। स्वच्छ पानी नभएमा हामीलाई हैजा, झाडा पखडा लाग्ने सम्भावना धेरै हुन्छ। त्यो तपाईँले किताबमा होला, त्यो भए वा नभए जस्तो छ मलाई। अब हेरौँ 3 मा तलको प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। कमा तपाईको समुदायमा देखा परेका कुनै 3 वटा स्वास्थ्य समस्याको संक्षेपमा चर्चा गर्नुहोस् भनेको छ। मैले यहाँ भित्रको व्याख्या पढ्दैन, तपाईले रोकेर सारेर पढ्नु होला है। त्यसैले भिडियोलाई रोकेर सारेर पढ्नु होला। यहाँ बिचको सब रोकेर सुरुमा लेखेको छु मैले झाडा पखाला, त्यसपछि हैजा, त्यसपछि टाइफाइड हो। यिनी 3टा कुरा मैले लेखेको छु है। तपाईले यसरी लेख्नु होला है। अब हेरौँ खमा मातृ शिशु स्वास्थ्य कार्यक्रम, पोषण कार्यक्रम र स्वास्थ्य बिमा कार्यक्रमको सामुदायिक स्वास्थ्यको प्रबन्ध गर्छ। कसरी उदाहरण प्रश्न पार्नुहोस् भनेको छ। उत्तर। सामुदायिक स्वास्थ्य प्रबन्धका लागि नेपालमा विभिन्न कामहरू सञ्चालन छन्। सामुदायिक स्वास्थ्य प्रबन्धमा सबै सरकारवालालाई सक्रिय र एकीकृत भूमिका आवश्यक हुन्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने एवं नकुहिने फोहोरबाट कम उत्पादन पुनः प्रयोग गरेर कम्पोस्ट घटाएर स्वास्थ्य बिमा कार्यक्रमको जानकारी पहुँच प्रबन्ध गर्छ। जस्तै महिला स्वास्थ्य स्वयंसेवा कार्यक्रम, महामारी तथा प्रकार निगरानी कार्यक्रम आदि। यसरी मातृ शिशु स्वास्थ्य कार्यक्रम, पोषण कार्यक्रम र स्वास्थ्य बिमा कार्यक्रमले सामुदायिक स्वास्थ्यको प्रबन्ध
गर्छ भने चाहिँ यहाँ हामीले लेखेका छौँ। पूर्ण सरसफाइ भनेको के हो, यसका लक्ष्यहरू लेख्नुहोस् भनेको। पूर्ण सरसफाइ भनेको टोल, विद्यालय, बस्ती जस्ता समुदायका सम्पूर्ण क्षेत्रमा सरसफाइका गुणस्तरीय सेवा सुविधा उपलब्ध भएका र वातावरणीय स्वास्थ्यता कायम भएका अवस्थालाई बुझाउँछ। पूर्ण सरसफाइ अन्तर्गत सुरक्षित खानेपानीको भण्डारण र प्रयोग, सन्तुलन, भोजन, व्यक्तिगत सरसफाइ, घरायसी एवं संस्थागत सरसफाइ, महामारी, महिनावारी स्वस्थ चर्पीको सही प्रयोग गर्न, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ, सरसफाइ समिति गठन, सरसफाइसँग सम्बन्धित योजना जस्ता पक्षहरू रहेका छन् है। सुरुमा हामीले के दियौँ, सामान्य पूर्ण सरसफाइ भनेको के हो र त्यसपछि हामीले जस्ट कोमा गर्दै हामीले के लेख्यौँ, पक्षहरू लेखेको छु। घमा छ अब हाम्रो एकोसान र सुलभ चर्पी बीच भिन्नता लेख्नुहोस् भनेको छ। एकातर्फ एकोसान चर्पी र अर्कोतर्फ सुलभ चर्पी। एकोसान चर्पी दिशा र पिसा अलग अलग गर्ने प्रविधि हो भने यसमा दिशा पिसा फरक फरक ट्याङ्कीमा जम्मा हुन्छ भने सुलभ चर्पी दिशा र पिसा एकै ठाउँमा गर्ने प्रविधि हो। यसमा दिशा पिसा एउटै ट्याङ्कीमा जम्मा हुन्छ। हेर्नु कति फरक। एकोसानमा पिसाब एकातिर जान्छ भने दिशा अर्कोतर्फ जान्छ र सुलभ चर्पीमा भनेको जुन हामीले युज गर्ने त्यसमा भनेको दिशा पिसाब दुईटा एउटै ट्याङ्कीमा जाने गर्दछ। अब हेरौँ 9 मा मानसिक स्वास्थ्य समस्या देखिनुका मुख्य कारण लेखी तनाव व्यवस्थापनका रचनात्मक उपाय सुझाउनुहोस् है। मानसिक स्वास्थ्य देखिनुका मुख्य कारणहरू निम्न छ। एउटा तनाव, चिन्ता, डिप्रेसन आदि यी हुन् मानसिक स्वास्थ्य देखिनुका कारणहरू है। यिनी तीनटा तपाईँले मनमा नलानु होला। यदि तनाव भयो भने तपाईँ मन शान्त गर्नु होला, कहीँ शान्त भएको ठाउँ छ त्यहाँ गएर बस्नु होला। मनमा चिन्ता, नो चिन्ता र डिप्रेसन, यदि कसैसँग केही प्रेममा छ भने, यदि केही छुट्यो भने त्यो डिप्रेसनमा जाने है। पछि जति पनि पाइन्छ त्यो डिप्रेसनमा जाने कुरा होइन। व्यवस्थापनका रचनात्मक उपायहरू निम्न छन्। सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्दछ। अनुभवी व्यक्तिसँग सिकेर नियमित रूपमा योग र ध्यान गर्नुपर्दछ। आफन्त, छिमेकी र साथीहरूसँग नियमित सम्पर्क र अन्तर्क्रिया गर्नुपर्दछ। पर्याप्त मात्रामा सुत्ने, पोसिलो खानेकुरा खाने, नियमित व्यायाम गर्नुपर्छ। सकारात्मक सोच राख्ने, रुचिको खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक गर्नु पर्दछ भने चाहिँ हामीले व्यवस्थापन रचनात्मक उपायका प्रकारहरू लेखेका छन् है। अब हेरौँ अर्को चमा छोटकरीमा लेख्नुहोस् भनेको छ। हामीले यहाँ चित्र दिएको छ। सुरुमा चाहिँ विद्यालयको स्वास्थ्य छनौट परीक्षण र त्यसपछि वाटर सिल जडित के चर्पे है। यसरी मैले राखिदिएको छु चित्र समेत पनि। र यदि तपाईँले हेर्नु होला, बुझिन भने कमेन्ट गर्नु होला, साथसाथै तपाईँले भिडियोलाई पनि लाइक गर्नु होला भन्दै अब म अगाडि बढेँ। जमा छ पछिल्लो समयमा साथीभाइको लैलैमा लागेर लागु पदार्थ प्रयोग गर्नुको सङ्ख्या बढ्दैछ। तपाईँको विचारमा यस्तो समस्या समाधान गर्न के कस्ता उपाय अपनाउन सकिन्छ? उदाहरणसहित आफ्नो विचार प्रस्तुत गर्नुहोस् भनेको छ। सबभन्दा सुरुमा त पछिल्लो समयमा साथीभाइसँग लैलैमा लागेर लागु पदार्थको प्रयोग गर्ने सङ्ख्याको बढ्दछ। मेरो विचारमा यस्तो समस्या समाधान गर्न नियमित उपाय अपनाउनु सकिन्छ। सुरुमा जनचेतना फैलाउने, पारिवारिक समस्याको समाधान गर्ने, सामाजिक समस्याको समाधान गर्ने, खराब साथीको लैलैमा नलाग्ने र बुवा आमाले भनेको मान्ने है। उदाहरणका लागि मेरो साथी मेरो अर्को साथीसँग गाँजा खाइरहेको थियो। यस्तो अवस्थामा म उसलाई माथिको 5 बुँदाका आधारमा सम्झाउँछु भन्ने चाहिँ यहाँ हामीले यसरी लेखेका छौँ। यस प्रकार मैले नयाँ पाठ्यक्रम 2082 अनुसार कक्षा 8 विषय स्वास्थ्य शारीरिक तथा सृजनात्मक कला भन्ने विषयको सामुदायिक स्वास्थ्य तथा मानसिक स्वास्थ्य कम्युनिटी हेल्थ एन्ड
मेन्टल हेल्थ भन्ने च्याप्टरको अभ्यासलाई सल्भ गरिसकेको छु। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला भन्दै आजको यस विषयवस्तुबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।